साथीहरु प्राइम ब्याचको लेभल 8 पुग्न 2 लाख डायमन्ड लाग्ने। के बोले भाइ? सो हेलो गाइज, आजको म यस भिडियोमा चाहिँ हजुरहरूलाई फ्री फायर रिलेटेड प्राइम ब्याचको बारेमा डिटेल्स भन्न गइरहेको छु। जस्तै कुन लेभलमा कुन रिवार्ड्स दिन्छ र कसरी पोइन्ट्सहरू कलेक्ट गर्ने भन्ने बारेमा केही डिटेल्सहरू भन्न गइरहेको छु। र प्राइम ब्याच चाहिँ हाम्रो गेममा जुन फर्स्टदेखि आउनेवाला छ र यसलाई एक्टिभ गर्न चाहिँ हामीलाई 100 डायमन्ड लाग्नेछ। यदि तपाईहरुले डायमन्ड टपअप गर्नु भएको छ जस्तै विकली, मन्थली र लेभल अप, तपाईहरुको यस्तो डायमन्डहरु पनि जोडिनेछ र तपाईहरुले देख्नुहुन्छ हरेक प्राइम लेभल अनुसार विभिन्न खालको रिवार्डहरु पनि दिइरहेको छ। तपाईहरुले पाउन सक्नुहुन्छ यो रिवार्डहरु यदि टपअप गर्नुहुन्छ भने। र यसपछि तपाईहरुले यहाँ प्राइम पोइन्ट कलेक्ट गर्नुपर्ने हुन्छ। 1 पोइन्ट इक्वल्स टु 1 डायमन्ड। सो प्राइम ब्याचको इन्टरफेस चाहिँ यस्तो हुनेछ। ओभरभ्यू, प्रिभिलेज, लिडरबोर्ड, गिफ्ट आदि। अब लेभल 1 देखि लेभल 8 सम्म के कस्ता रिवार्डहरु दिँदैछ हेरौँ है त। लेभल 1 मा चाहिँ हजुरहरूले ब्यानर अवतार र लेभल 1 को ब्याच पाउन सक्नुहुनेछ। त्यसपछि लेभल 2 मा तपाईहरुले गिफ्ट, एक्सटेन्डेड ब्ल्याकलिस्ट र लेभल 2 को ब्याच पाउन सक्नुहुनेछ। र हजुरहरूले यहाँ देख्न सक्नुहुनेछ लेभल 1 को लागि 100, 2 को लागि 1000, 3 को लागि 3000, 4 को लागि 10000 र 5 को लागि 30000, 6 को लागि 60000, 7 को लागि 120000 र 8 को लागि चाहिँ पुरै 2 लाख पोइन्ट्स तपाईहरुलाई चाहिनेछ। लेभल 3 मा चाहिँ तपाईहरुले गुगलको एकदमै तगडा स्किन स्लट प्लस लेभल 3 को ब्याच पाउन सक्नुहुनेछ। लेभल 4 मा चाहिँ तपाईहरुले एकदमै दामी इमोट र अवतार प्लस ब्यानर, फ्रेन्ड स्लट र लेभल 4 को ब्याच त त्यसै पनि पाउन सक्नुहुन्छ तपाईहरुले। र त्यसपछि लेभल 5 मा चाहिँ तपाईहरुले के पाउनुहुनेछ हेरौँ है त। र लेभल 5 मा चाहिँ हजुरहरूले एकदमै राम्रो रिवार्डहरु पाउन सक्नुहुनेछ। जस्तै कलर निकनेम, प्राइम इन्भाइट र लेभल 5 को ब्याच। यसैगरी हजुरहरूले लेभल 6 मा चाहिँ प्राइम प्रोफाइल एनिमेसन र प्राइम प्रोफाइल प्लस लेभल 6 को ब्याच पाउन सक्नुहुनेछ। यसैगरी लेभल 7 मा हजुरहरूले पाउन सक्नुहुनेछ अर्ली एक्सेस प्लस अर्ली स्टोर। अर्ली स्टोर लेभल 7 मा पुग्नेहरुको लागि चाहिँ छुट्टै एउटा स्टोर हुनेछ जहाँ रेयर आइटम्सहरु पनि हुन सक्छ र लेभल 7 को ब्याच पनि पाउन सक्नुहुनेछ। यसैगरी सबैभन्दा टप लेभल 8 मा चाहिँ एकदमै सुपर रिवार्डहरु हजुरहरूले पाउन सक्नुहुनेछ। जस्तै एउटा फेम पाउन सक्नुहुनेछ र आउटफिट शेयरिङ प्लस भी ब्याच, ई ब्याच भने जस्तै एउटा प्राइम ब्याच पाउन सक्नुहुनेछ जुन चाहिँ तपाईहरुको नेमको अगाडि टिक लाग्नेछ र लेभल 8 को ब्याच त त्यसै पनि पाउनुहुनेछ। र साथीहरु अब आउने हाम्रो फ्री फायर को प्राइम ब्याचको बारेमा डिटेल्सहरु यदि त्यो भिडियो कस्तो लाग्यो हजुरहरूलाई यदि राम्रो लागेमा 1 लाइक र कमेन्ट गरिदिनु होला। त मिलते हैं अगले वीडियो के साथ। बाय बाय।